शुभ प्रभात जेठ 26 गते मंगलबारको राशिफल। मेष राशि, घरायसी काममा समय खर्च हुनेछ। आफन्तसँगको कुराकानीले मन हलुका बन्न हुनेछ। पुरानो चिन्ता कम हुँदै जानेछ। धैर्यले दिन सहज बनाउनेछ। वृष राशि, नयाँ जानकारीले फाइदा दिलाउनेछ। बोलेका कुरा अरूले ध्यानपूर्वक सुन्नेछन्। साथीभाइसँग रमाइलो संवाद हुनेछ। दिन चहल पहलपूर्ण रहनेछ। मिथुन राशि, आर्थिक पक्षमा सुधारको संकेत छ। मेहनतको उचित फल प्राप्त हुनेछ। आवश्यक काममा खर्च गर्नु लाभदायक रहनेछ। मनमा सन्तुष्टि बढ्नेछ। कर्कट राशि, आज आत्मबल राम्रो रहनेछ। आफ्नो विचार स्पष्ट रूपमा राख्न सकिनेछ। परिवारको साथले उत्साह थप्नेछ। दिन सकारात्मक रहनेछ। सिंह राशि, केही समय विश्रामको आवश्यकता महसुस हुनेछ। हतार भन्दा शान्त भएर काम गर्नु उचित हुनेछ। मनलाई अनावश्यक कुराबाट टाढा राख्नुहोस्। साँझतिर राहत महसुस हुनेछ। कन्या राशि, मित्रहरूसँगको सम्बन्ध बलियो बन्नेछ। नयाँ योजना तयार गर्ने अवसर छ। सामूहिक काममा राम्रो प्रगति हुनेछ। आशा बढ्ने दिन रहेको छ। तुला राशि, कामको क्षेत्रमा जिम्मेवारी बढ्ला। अनुभवले सही निर्णय लिन मद्दत गर्नेछ। वरिष्ठ व्यक्तिबाट राम्रो प्रतिक्रिया प्राप्त हुनेछ। प्रतिष्ठा बढ्ने संकेत रहेको छ। वृश्चिक राशि, नयाँ कुरा सिक्ने इच्छा जाग्नेछ। टाढाको समाचारले मन खुसी बनाउनेछ। अध्ययन र ज्ञानका विषय लाभदायक बन्नेछन्। दिन उत्साहपूर्ण छ। धनु राशि, गोपनीय विषयमा सावधानी अपनाउनु राम्रो हुनेछ। आर्थिक निर्णय सोचविचार गरेर गर्नुहोला। धैर्य राख्दा समस्या सहज रूपमा समाधान हुनेछ। मन कर्मश स्थिर बन्नेछ। मकर राशि, नजिकका व्यक्तिसँग समझदारी बढ्नेछ। सम्बन्धमा विश्वास बलियो बन्नेछ। मनका कुरा व्यक्त गर्दा सहज हुनेछ। दिन सुखद रहनेछ। कुम्भ राशि, दैनिक काममा व्यस्तता बढ्नेछ। समयको सही सदुपयोग गर्दा राम्रो परिणाम प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक रहनेछ। नियमितताले फाइदा दिलाउनेछ। मीन राशि, मन रमाइलो र सृजनात्मक रहनेछ। आफूलाई मनपर्ने काममा रुचि बढ्नेछ। सानो सफलताले ठुलो खुसी दिनेछ। दिन आनन्दमय रहनेछ।